फेरि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। अस्ति नै आइरहेको थियो बाँसहरू अनि काटिरहेको थियो अनि आजको म हेर्छु ब्लग आज के भइरहेछ भनेर हेर्नु आज के भइरहेछ भनेर। आज भइरहेछ कपडाको नापी जोखी अनि छठ घाटमा के लाग्छ कति मिटरको कपडाहरू लाग्छ भनेर अनि आज काम भयो त्यही कपडाहरू नापिरहेछ के कस्तो भइरहेछन् लुगाहरू सबै कपडाहरू सबै नपाइरहेछ कति लाग्छ भनेर अनि सबै नपाइरहेछ अनि सबै काम फास्टली काम भइरहेछ यहाँको काम सिसौटको सर्लाही सिसौट नेपालको अनि छठी घाटको काम अहिले धेरै टाइम पनि छैन आज 5 गते भइगयो अनि धेरै टाइम पनि छैन छठ घाटको लागि अनि हामीहरू त्यही मा बिजी छु ब्लग बनाइदिउँ भनेर काम त फास्ट भइरहेछ नापिचुकी भइरहेछ के कस्तो छ कपडाहरू अनि यो त कपडा लाग्दैन कपडा अर्को किनेर आउँछ अनि मुखियाजीले भनिरहेछ के कस्तो गेट लाग्छ भनेर त्यही भनिरहेछ हामीहरूलाई के यस्तो बनाउनु पर्छ यस्तो डिजाइनको यस्तो गर्नुपर्छ भनिरहेछ सिकाइरहेछ अनि त्यसको पनि एउटा कुरा राखिदिउँ भनेर म पनि सोधेको कस्तो के कस्तो बन्छ भनेर सबै आफ्नो राय विचार लिइरहेछ के भन्छ कस्तो हुन्छ गेट कस्तो हुन्छ भनेर कस्तो घाट हुनुपर्छ कस्तो फुलहरू लाग्नुपर्छ भनेर कति मिटर लाग्छ हामीहरू त्यही कपडाहरू नपाएर अब भित्र राखिरहेको छु रुमभित्र राखेपछि तालचाहरू लगाएर पुरै बन्द गरेर हामीहरू जाने हो भित्र रुममा अब तालचा राखेर अब हामीहरू जाने हो तालचाहरू लगाएर छु अनि लगाइदिएपछि जति मेरो फेसबुक युट्युब टिकटक फ्रेन्डहरू हुनुहुन्छ सबै एउटा लाइक अवश्य अनि एउटा कमेन्ट अवश्य गरेर जानु होला हजुरको लागि मैले मेहनत गरेर यस्तो भिडियो हालिरहेको छु जति मेरो अनि फ्रेन्डहरू हुनुहुन्छ जति प्रदेशमा हुनुहुन्छ दर्शकहरू सबै एउटा कमेन्ट अवश्य गरिदिनु होला हस्त नमस्ते यस्तो भिडियो आइरहन्छ हजुरको आगोमा ल त्यस्तो भिडियोमा लाइक गर्नु होला अवश्य एउटा कमेन्टमा जय छठी मैया अवश्य लेख्नु होला हस्त नमस्ते।